पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्माननीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद। होइन साथीहरू, यो 100 मिटरको दूरीमा आशिका तामाङजीले शौचालय राख्ने भन्नुभयो, त्यो धेरै टाढा हुँदैन र भन्या। हाम्रा गुरुजी ठोकुवा प्रसादलाई फोन गर्छु है। ठोकुवा प्रसादले भने अनुसार कति मिटरको डिस्टेन्समा शौचालय राख्दा राम्रो हुन्छ भनेर एकपटक फोन गरेर सोध्छु है त हाम्रा गुरुजी ठोकुवा प्रसादलाई। हेलो गुरुजी ठोकुवा प्रसाद, कता हुनुहुन्छ तपाईँ? हजुर मालिक, भन्नुहोस्। यहाँ आशिकाजीले 100 मिटरको दूरीमा शौचालय राख्नुपर्छ भन्नुभएको छ राजमार्गमा। अब हजुर त गुरुजी हेर्नुहोस्, ठोकुवा प्रसादजी के भन्नुहुन्छ तपाईँ? अनि के भन्नुहुन्छ गाडीभित्र बस्ने प्यासेन्जरले, यसो बताउनुहोस् त। 100 मिटर त धेरै टाढा भयो मालिक, 10 मिटरमा राख्नुपर्छ शौचालय। किन त्यति धेरै नजिक ठोकुवा प्रसादजी? सबैजना लस्करै लाइन लागेर छुल्काउँदा प्यासेन्जरलाई सजिलो हुन्छ मालिक।